नेपाल र भारत बीच द्विपक्षीय वार्ता, डिजिटल भुक्तानीदेखि पुनर्निर्माण परियोजना हस्तान्तरणसम्मका 3 निर्णय। नेपाल भारत सम्बन्धलाई विकास कूटनीतितर्फ लैजान चाहेको परराष्ट्र मन्त्री खनालको भनाई। भारतीय पत्रकारलाई परराष्ट्र मन्त्रीको जवाफ लिपुलेखबारे नेपाललाई नसोधे भारत र चीनले सहमति गर्न सक्दैनन्। एसएमएस प्रकरण, सचिवको एसएमएस माथि प्रधानमन्त्रीको मजाकलाई मन्त्री र सांसदहरूको साथ पूर्व प्रशासकको भनाई। यस्तो कार्यले कर्मचारीको मनोबल खस्कन्छ। अमेरिकाबाट नेपाल फर्कँदै धुर्मुसले भने न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु। वैदेशिक रोजगारी ठगेका 40,000 बढी मुद्दा डिजिटल अभिलेखीकरण गरिँदै। चिट चोर्नका लागि परीक्षा हलमा लगेका मोबाइलको क्षतिपूर्ति माग्दै सिराहामा प्रदर्शन घोषणा। सुदन गुरुङको भनाई, म फेरि त्यो पदमा गइहाले भने 2 महिना फोटो खिच्ने र बधाई दिने काम नगरौं। भक्तपुरमा पत्नी हत्यापछि विदुरको बयान, प्रहरी सामु लिए 3 पुरुषको नाम, रक्सीको नशामा उत्तेजित भएको बयान। एमालेको कार्यविभाजनमा गोकुल बासकोटाको कटाक्षी, एमाले बनाउन एआईलाई सोध्नुपर्ने भयो। चालकले मापसे गरी चलाएको जीव 200 मिटर तल खस्यो, 1 जनाको मृत्यु। 15 वर्षदेखि अल्पत्र कमला पुलको मन्त्री लम्सालद्वारा निरीक्षण, स्थानीयको विरोध। स्वास्थ्य बीमा सुधारका लागि ऐन संशोधन गर्नुपर्ने स्वास्थ्य सचिव देवकोटाको भनाई। स्वास्थ्य मन्त्री मेहताको भनाई, प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौं। इक्यान अध्यक्षको भनाई, शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्यो। रामदीमा नेपालकै पहिलो कङ्क्रिट फिल्ड स्टिल ट्युब आर्च पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने तयारी। काठमाडौँको लैनचौरमा दक्षिण एसियाकै लग्जरी होटल मेरियट इन्टरनेसनलका अध्यक्षले गरे अवलोकन। एकै दिन तोलामा 8200 रुपियाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? आजको समाचारमा हेर्नुहोस्। एसियन गेम्स क्रिकेट छनौट, ओमानलाई हराउँदै नेपाल फाइनलमा। फिफा विश्वकप, इरानी टोली खेलकै दिन अमेरिका प्रवेश गरेर सोही दिन बाहिरिनु पर्ने। भारत ए को टोलीले नेपालमा आएर खेल्ने सम्भावना। भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला? आजको समाचारमा हेर्नुहोस्। जापानमा वास्तविक ज्यालामा वृद्धि, घरायसी खर्चमा भने गिरावट। लिबियामा समुद्री कछुवा संरक्षणमा उल्लेख्य प्रगति, चुनौतीहरू भने यथावत। वेस्ट बेङ्गलमा इजरायली बस्ती बासिन्दाद्वारा आक्रमण, 9 प्यालेस्टिनी घाइते। वेस्ट बेङ्गलमा इजरायली सेनाको गोलीबारीमा 7 महिने प्यालेस्टिनी शिशुको मृत्यु। र कोप 31 सम्मेलनको तयारीका लागि टर्कीद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना। यी र यस्तै समाचार सहित देश विदेशका 25 महत्त्वपूर्ण खबर संक्षिप्त रूपमा लिएर आएका छौँ। हाम्रो भिडियो सामग्री अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् आजको समाचार सुरुवात गरौँ। नेपाल भारत बीच द्विपक्षीय वार्ता र परियोजना हस्तान्तरण सहितका 3 निर्णय भएको सम्बन्धी प्रसङ्गबाट। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ। नेपाल भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा व्यापार, आर्थिक सहकारी, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास नयाँ दिल्लीले जनाएको छ। राजदूतावासले जारी गरेको विज्ञप्ति अनुसार दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। वार्तामा खेलकुद मार्फत जनस्तरको सम्बन्ध प्रवर्धन गर्ने विषय समेत उठाइएको छ। भेटवार्ताका क्रममा दुई देशबीच सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय परियोजना तथा सहकारी कार्यक्रमहरूको प्रगतिबारे समीक्षा गरिएको छ। परियोजनाहरूको कार्यान्वयनलाई थप तीव्रता दिने उपायबारे दुई पक्षबीच विचार आदान प्रदान भएको जनाइएको छ। यसका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा समेत छलफल भएको छ। बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषय पनि वार्ताको एजेन्डामा परेको थियो। वार्तापछि दुई पक्षले विकास साझेदारी, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तार र आपसी हितका क्षेत्रमा सहकार्यलाई अझ गहिरो र फराकिलो बनाउने सहमति गरेका छन्। विज्ञप्तिमा नेपाल भारत सम्बन्धलाई नयाँ आयाम दिने गरी केही महत्त्वपूर्ण संयुक्त घोषणा गरिएको उल्लेख छ। 3 संयुक्त घोषणामा पहिलो सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा दुवै देशले नेपाल भारतबीच व्यक्ति-व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। यो व्यवस्था सन् 2023 जुनमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया बीच भएको समझदारी पत्र अन्तर्गत कार्यान्वयनमा आएको हो। यसले भविष्यमा नेपाल र भारतबीच डिजिटल कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ। त्यस्तै 2मा भूकम्प पछिका 84 पुनर्निर्माण परियोजना हस्तान्तरण विकास सहयोगमा नेपालमा निर्माण गरिएका 72वटा स्वास्थ्य क्षेत्रका तथा 12वटा सांस्कृतिक क्षेत्रका गरी कुल 84 पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको
भएको छ। यो परियोजनाहरू भूकम्पपछि पुनर्निर्माण कार्यक्रम अन्तर्गत निर्माण गरिएका हुन्। परियोजना हस्तान्तरणसँगै स्वास्थ्य सेवा तथा सांस्कृतिक सम्पदाको पुनर्स्थापनामा भारतको सहयोगले औपचारिक पूर्णता पाउने भएको छ। त्यस्तै एआई र भाषा रूपान्तरण प्रविधिमा सहकार्यको सहमति भएको छ। काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स र भारतको डिजिटल इन्डिया भाषिणी डिभिजन बीच समझदारी पत्र आदान प्रदान गरिएको छ। यो सहकार्य भोइस फर्स्ट भन्ने भाषा अनुवाद गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको हो। यसले नेपाली भाषा सहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री श्री श्री खनालले नेपाल भारत सम्बन्धलाई राजनीतिक तनावबाट विकास कूटनीतितर्फ लैजान चाहेको बताउनु भएको छ। आइतबार नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल भारत सम्बन्धलाई पुराना राजनीतिक दृष्टिकोणबाट नभई विकास प्रविधि आर्थिक रूपान्तरणमा केन्द्रित नयाँ साझेदारीका रूपमा अगाडि बढाउन चाहेको बताउनु भएको छ। उहाँले नेपालमा नयाँ राजनीतिक शक्ति उदाएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार विगतका राजनीतिक बोझबाट मुक्त भएर परिणाममुखी कूटनीतिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। उहाँले भारत भ्रमणको क्रममा व्यापार, ऊर्जा, पूर्वाधार, जलस्रोत र जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भारतसँग छलफल भएको जानकारी दिनुभएको छ। मन्त्री खनालका अनुसार भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भएको द्विपक्षीय वार्तामा सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी र आर्थिक सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो। भ्रमणका क्रममा नेपाल र भारत बीच सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाउने सहमति भएको उहाँले जानकारी दिनुभएको छ। नेपाल भारत बीच व्यक्ति व्यक्ति P2P सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा आएकाले यसले दुवै देशका नागरिक, पर्यटक तथा साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ। यस्तै पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा लागू गरिएको भन्सार नियमबारे सोधिएको प्रश्नमा मन्त्री खनालले भारतबाट ल्याउन पाइने सामानको सीमा सम्बन्धी व्यवस्था सीमावर्ती नागरिकलाई लक्षित गरी नभई खुल्ला सीमाको दुरुपयोग रोक्नका लागि ल्याइएको स्पष्ट पार्नुभयो। मन्त्री खनालले भारतीय नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदै पशुपतिनाथ, जनकपुर, लुम्बिनी र मुक्तिनाथ जस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यको अनुभव लिन आग्रह गर्नुभयो। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल भारत भ्रमण जानुभएको थियो। यस्तै पत्रकार सम्मेलनमा नेपाल भारत बीचको सीमा समस्याको समाधानमा द्विपक्षीय रूपमा नै खोज्नुपर्ने टिप्पणी गर्नुभएको छ। सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्पष्ट शब्दमा लिपुलेक लिम्पियाधुराको भूमि नेपालको भएकाले भारत र चीनले आफू खुसी सहमति गर्न नपाउने बताउनु भयो। उहाँले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे बेलायतको सहयोग खोजिरहेको भनिदिएको अभिव्यक्तिको बारेमा पनि सोधेका थिए। पत्रकारहरूले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे बेलायतको सहयोग खोजिरहेको भनिदिएको अभिव्यक्तिको बारेमा सोधेका थिए। जवाफमा खनालले प्रधानमन्त्रीले मध्यस्थताको कुरा नगरेको स्पष्ट पार्नुभयो। तपाईँलाई थाहा नै छ, नेपालले विगत केही वर्षदेखि हाम्रो भूमिमाथिको दाबीका सम्बन्धमा कूटनीतिक नोटहरू पठाउँदै आएको छ। भारत र चीनबीच सम्झौता भएको हुनाले हामीले आधिकारिक रूपमा दुवै देशमा कूटनीतिक नोट मार्फत हाम्रो धारणा व्यक्त गरेका छौँ। त्यसैले त्यस परिप्रेक्ष्यमा हामीले दुवै देशलाई स्पष्ट रूपमा भनेका छौँ कि त्यो भूमि हाम्रो, यो हाम्रो ऐतिहासिक दाबी हो। हाम्रा प्रधानमन्त्रीले पनि त्यही भावनाका साथ बोल्नु भएको छ। खनालले नेपाल र भारत बीचमा धेरै सीमा विवादहरू लामो ऐतिहासिक विरासतको हिस्सा भएको उल्लेख गर्नुभयो। विशेष गरी नेपाल भारत सीमा 1816 को सुगौली सन्धिबाट आएको उहाँले प्रश्नाउनुभयो। जब हामी वार्ताको टेबलमा बस्छौँ, जुन प्रधानमन्त्रीले थोरै स्पष्ट रूपमा भन्नुभएको छ, यसलाई दुई पक्षबीच वार्ता र कूटनीतिक संयन्त्र मार्फत समाधान गरिनेछ। हामी हाम्रा विवादहरू कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहन्छौँ। स्पष्ट छ, जब हामीलाई ऐतिहासिक प्रमाण चाहिन्छ, हामी बेलायतका पुस्तकालय वा सङ्ग्रहालयमा हुन सक्ने केही कागजातहरूमा पहुँच चाहन्छौँ। तर हाम्रो अडान मध्यस्थताका लागि अनुरोध गर्ने थिएन। तपाईँले प्रधानमन्त्रीले संसदमा भन्नुभएको कुरा सुन्नुभयो भने उहाँले स्पष्ट र विशिष्ट रूपमा भन्नुभएको छ कि हामी एकअर्कासँग कुरा गरेर कूटनीतिक च्यानल मार्फत हाम्रो सीमा विवाद समाधान गर्न चाहन्छौँ। यो नेपालको ऐतिहासिक अडान पनि हो र हाम्रो वर्तमान अडान पनि यही हो। सरकारले इपिजीको प्रतिवेदन राखिएको दराजको साँचो बुझेको सन्दर्भमा के सरकारले यसलाई सार्वजनिक गर्न खोजेको भनेर प्रश्न सोधिएको थियो। जवाबमा खनालले अहिले नै यस्तो आशय नरहेको बताउनु भयो। एपीजी दुई देशका प्रधानमन्त्रीको सहमतिमा गठन गरिएको थियो र यो प्रतिवेदन दुई प्रधानमन्त्रीलाई मात्र बुझाउन सकिन्छ। त्यसैले त्यो सार्वजनिक गर्ने, स्वीकार गर्ने वा केही गर्न मसँग कुनै अधिकार छैन। यदि कहिले त्यस्तो सहमति भयो भने त्यो सोही संयन्त्र मार्फत नै हुनेछ।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेख्नुभयो। उहाँले मलाई पनि एम्बेसडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न भन्दै लेखेको स्ट्याटसमा मन्त्री सत्तारूढ दलका सांसद लगायतले हाँसी मजाक सहित कमेन्ट गरेका छन्। गत बिहिबार उपराष्ट्रपति कार्यालयका सचिव डाक्टर कृष्णहरि पुष्करले आफूलाई राजदूत बन्ने इच्छा सहित पठाएको एसएमएसलाई व्यङ्ग्य गर्दै प्रधानमन्त्री शाहले सो स्ट्याटस लेख्नु भएको हो। डाक्टर पुष्करले प्रधानमन्त्री शाहलाई लेखेको एसएमएसमा भनिएको थियो, सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार, नेपाल सरकारको सचिवको कार्यकाल 5 वर्षको हुने व्यवस्था छ। सम्माननीय ज्यू, यसरी हेर्दा मुख्य सचिव पदमा हजुरको विशेष ध्यान भए मात्रै, नत्र कुनै सम्भावना छैन हजुर। यही भएर मेरो सेवानिवृत्ति असार 24 गते सुनिश्चित छ। यसैबीच राजदूत पदका लागि विज्ञापन हेरे हजुर। यस सम्बन्धमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु। आज्ञाकारी कृष्णहरि पुष्कर, सचिव नेपाल सरकार, जलेश्वर 4 सुगा महोत्तरी। त्यही मेसेजका कारण सचिव डाक्टर पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहिबार नै 7 घण्टा नियन्त्रणमा लिएर छाडेको थियो। यही विषयलाई व्यङ्ग्य गरेर प्रधानमन्त्री शाहले फेसबुकमा स्ट्याटस लेख्नु भएको छ। उहाँको यो स्ट्याटसमा सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कमेन्ट गर्दै लेख्नु भएको छ, मेसेज गर्दै उहाँले मात्रै होइन, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू रन्जु दर्शना र ज्वाला सङ्ग्रौला भनेर चिनिने टिका सङ्ग्रौलाले पनि कमेन्ट गर्नुभएको छ। दर्शनाले कमेन्टमा लेख्नु भएको छ, पीएम पनि एम्बेसडर पनि बन्न पाइँदैन, एउटा चुज गर्नुहोस् पहिले। सङ्ग्रौलाले कमेन्टमा लेख्नु भएको छ, मसँग छ तर दिन्न। उहाँले मात्र होइन, रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजका मालिक भिक्टर पौडेल र फिल्म निर्माता आसिफ शाहले पनि मजाक झल्किने खालका कमेन्ट गर्नुभएको छ। गायक दुर्गेश थापा, गायिका रचना रिमाल सहित यो समाचार तयार पार्दासम्म स्ट्याटसमा 17,700 भन्दा बढी कमेन्ट आएका छन्। 1,500 भन्दा बढीले स्ट्याटस सेयर गरेका छन्। यसले मुलुकको कार्यकारी प्रमुखले एउटा सचिवले सभ्य भाषामा आफूलाई व्यक्तिगत रूपमा पठाएको एसएमएसलाई हाँसी मजाक गरेर उडाउँदा अन्य सबै कर्मचारीको मनोबल कस्तो होला भन्ने प्रश्न उब्जिएको छ। अब प्रधानमन्त्री र मन्त्रीहरूलाई अत्यावश्यक काम बारे पनि कर्मचारीले जानकारी गराउलान् कि नगराउलान् भन्ने विषयमा पनि बहस सुरु भएको छ। पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला मुख्य सचिवले सिधै प्रधानमन्त्रीलाई राजदूत चाहियो भनेर मेसेज लेख्ने र प्रधानमन्त्रीले त्यही मेसेज लेख्यो भन्दैमा प्रहरी लगाएर केरकार गर्ने दुवै काम उपयुक्त नभएको बताउनु भएको छ। सिधै प्रधानमन्त्रीले मेसेज लेख्ने र मेसेज लेखेका आधारमा सचिवलाई प्रधानमन्त्रीले प्रहरी लगाएर केरकार गर्ने दुवै काम राम्रो होइन। उहाँले भन्नुभएको छ, सचिवले पनि व्यक्तिगत कामका लागि मेसेज गर्नु हुँदैन थियो, प्रधानमन्त्रीले पनि प्रहरी लगाउनु हुँदैन थियो। डाक्टर कोइरालाका अनुसार सचिवले एसएमएस लेखेकै विषयमा प्रहरीमा पुर्याउने र सामाजिक सञ्जालमा स्ट्याटस लेखेर प्रधानमन्त्रीले व्यङ्ग्य गर्ने कामले कर्मचारीको मनोबल खस्कने र त्यसले कार्य सम्पादनमा असर पर्छ। कार्यकारी नेतृत्वका यस्ता क्रियाकलापले निश्चित रूपमा खस्कन्छ, डाक्टर कोइरालाले भन्नुभएको छ। लोकसेवा आयोगका पूर्व अध्यक्ष एवं पूर्व सचिव उमेश मैनाली नेतृत्व तहबाट कर्मचारीलाई हतोत्साहित बनाउने काम गर्न नहुने बताउनु भएको छ। कर्मचारी अनुशासनमा बस्नुपर्छ, तर कर्मचारीले सामान्य चेन अफ कमान्ड मिच्यो भन्दैमा प्रहरीसम्म पुर्याउने काम गर्न नहुने उहाँको भनाइ छ। कर्मचारी अनुशासनमा बस्नुपर्छ, त्यो स्वाभाविक हो, तर कर्मचारीले सामान्य चेन अफ कमान्ड मिच्यो भन्दैमा प्रहरीमै पुर्याउने काम गर्नु हुँदैन। यतिसम्म गर्नु त्यति ठिक होइन जस्तो मलाई लाग्छ, मैनालीले भन्नुभयो। त्यो किसिमको कर्मचारीले हतोत्साहित बनाउने काम नेतृत्व तहबाट गर्नु हुँदैन। अर्का पूर्व सचिव शारदा प्रसाद त्रिताल भने सचिव पुष्करले प्रधानमन्त्री शाहलाई गरेको एसएमएस मर्यादाका लागि त्यति उपयुक्त नभएको बताउनु भएको छ। अहिलेको समयमा टेक्नोलोजी प्रयोग गर्नु सजिलो र उपयुक्त देखिन्छ, त्रितालले भन्नुभयो, तर मर्यादाका रूपमा त्यति उपयुक्त होइन मानिँदैन। कलाकार तथा सामाजिक अभियन्ता सीताराम कटेल धुर्मुस अमेरिकाबाट नेपाल फर्किनु भएको छ। आइतबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उहाँले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएको बताउनु भएको छ। उहाँले लेख्नु भएको छ, न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु। आशा छ न्यायको अनुभूति गर्दै आफ्नो माटोको काखमा सुख दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ। अमेरिकाको ग्रिन कार्ड लिइसक्नुभएका धुर्मुसले गत 26 मङ्सिरमा फेसबुकमा लामो बकपत्र लेख्दै छोरीको खुट्टाको उपचारका लागि अमेरिका गएको दाबी गर्नुभएको थियो। कुञ्जना घिमिरे सुन्तली र उहाँकी छोरी भने अहिले अमेरिकामै रहनु भएको छ। त्यति बेलाको फेसबुक पोस्टमा धुर्मुसले अमेरिका भागेर गएको भन्ने कतिपय विवरणको खण्डनको प्रयास गर्नुभएको थियो। निरन्तरको सरकारी झमेला र 18 करोड रुपियाँभन्दा बढीको आर्थिक दायित्वबाट मुक्ति नपाएपछि अन्ततः छोरीको उपचारका लागि अमेरिका जान बाध्य भएको उहाँको भनाइ थियो। उहाँको समस्या क्रिकेट रङ्गशालाको विवादसँग जोडिएको छ। फिल्मको कुरा गर्दा उहाँ अभिनीत लास शरणम गत वर्ष प्रदर्शनमा आएको थियो। वैदेशिक रोजगारी ठगी सम्बन्धी पुराना मुद्दाहरू डिजिटल अभिलेखमा राख्ने काम अगाडि बढेको छ। वैदेशिक रोजगार विभागले 2064 सालदेखि ठगी सम्बन्धी 40,000 भन्दा बढी मुद्दा विद्युतीय प्रणाली मार्फत अभिलेखीकरण गर्ने कार्य अगाडि बढाएको छ। 2064 सालदेखि वैदेशिक रोजगार ठगी सम्बन्धी 40,000 भन्दा बढी मुद्दा
विभागमा थन्किएका छन्। वर्षौसम्मका फाइलका चाङभित्र सीमित यी मुद्दाहरूलाई अब व्यवस्थित रूपमा खोज्ने, मिलाउने, क्रमबद्ध गर्ने तथा विद्युतीय प्रणालीमा अभिलेखीकरण गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको विभागले जनाएको छ। विभागका अनुसार हालसम्म 10,000 भन्दा बढी मुद्दाहरू स्क्यान गरी विवरण तयार गरिएको छ भने बाँकी मुद्दाहरूको डिजिटल अभिलेखीकरण तथा व्यवस्थापन कार्य जारी रहेको छ। यसका अनुसार प्रक्रियालाई थप प्रभावकारी बनाउँदै मुद्दाहरूलाई समयमै अदालत समक्ष पेश गर्न सहज हुने विभागका प्रवक्ता तथा सूचना अधिकारी बिन्दा आचार्यले बताउनु भएको छ। गत भदौ 24 गते झिन्जी आन्दोलनका बेला विभागमा समेत तोडफोड तथा आगजनी भएको थियो। आगजनीका कारण पुराना मुद्दा स्क्यान गरेर राखिएको डिभाइस पनि जलेर नष्ट भएको थियो। डिभाइस जलेर नष्ट भए पनि विभागले पुनः पुराना मुद्दाका फाइल स्क्यान गरेर विद्युतीय अभिलेखीकरण गर्न लागेको हो। आगामी 6 महिनाभित्रमा पुराना मुद्दाहरू फर्च्युट गरिसक्ने विभागको योजना छ। सोही अनुसार अहिले छुट्टै कर्मचारी खटाइएको छ। सिरामा एसी र कक्षा 12 को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटना विरुद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको सूचना अनुसार जिल्ला प्रशासन कार्य सिराको अगाडि सोमबार दिउँसो 12 बजे प्रदर्शन गर्नेछन्। प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ। संयुक्त विद्यार्थी संगठनको नाममा सार्वजनिक गरिएको प्रचार सामग्रीमा विद्यार्थीलाई क्षतिपूर्ति देश सरकार बन्ने मुख्य नारा समावेश गरिएको छ। मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थीमाथिको दमन अन्त्य गर्न तथा पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागि हो। अनि राष्ट्रिय मध्य प्रदेश संयोजक सतीश चन्द्र सिंहले भन्नुभयो, प्रदेशको उद्देश्य सम्बन्धित निकायको ध्यानकर्षण गराउनका साथै विद्यार्थीको माग सम्बोधन गर्न दबाब सिर्जना गर्नु हो। जिल्ला प्रशासन कार्यालय सिराले गत चैतमा सम्पन्न एसी र कक्षा 12 को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका करिब 500 मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको थियो। प्रशासनले परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा यस्ता उपकरणको दुरुपयोग हुन नदिन उक्त कदम चालिएको जनाएको छ। प्रशासनका अनुसार परीक्षाका क्रममा 7 वटा आइफोन, 489 वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा 5 वटा स्मार्ट वाच बरामद गरिएको थियो। ती सबै उपकरण हालै नष्ट गरिएको र बरामद सामग्रीको अनुमानित बजार मूल्य 1 करोड रुपियाँभन्दा बढी रहेको बताइएको छ। पूर्व गृहमन्त्री सुदन गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाई पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिनु भएको छ। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उहाँले आफूलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिइयो भने 2 महिनामा धेरै काम गरेर देखाउने बताउनु भएको छ। मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु। उहाँले भन्नुभयो, 2 महिना जति समय दिनु, त्यतिखेर फोटो खिच्ने र माला लगाउने, खादा लगाउने, बधाई दिने कार्यहरू नगरौँ, मन्त्रालय धाउने काम नगरौँ। उहाँले आफू फेरि गृहमन्त्री बनिहाले 2 महिनाको समयमा धेरै कामको सुरुवात गर्ने बताउनु भएको छ। 2 महिना समय दिनु होला, म त्यतिखेर सबै कुरा इस्टाब्लिस गर्छु, त्यसपछि पनि भएन भने बाबु तिमीले बोलेको कुरा भएन है भन्नु होला उहाँले भन्नुभयो। उहाँले आफूले आफ्नो धरातल नबिर्सिएको र मतदाताको मतको सम्मान गरिरहने बताउनु भएको छ। पत्नी हत्यापछि प्रहरी हिरासतमा राखिएका 38 वर्षीय विदुर विश्वकर्माले पत्नी सलिना तोलाङ्गे परपुरुषसँग निकट भएको आशंकामा हत्या गरेको बयान दिएका छन्। बुधबार राति भक्तपुर नगरपालिका वडा नम्बर 10 छालिङ रोड स्थित सैनिक ब्यारेक पछाडि 33 वर्षीय सलिना तोलाङ्गे विश्वकर्मा मारिएकी थिइन्। पति विदुर विश्वकर्माले खुकुरी प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश झबेगुका अनुसार प्रारम्भिक बयानमा उनले 3 पुरुषको नाम लिँदै पत्नी उनीहरूसँग निकट भएको बताएका छन्। यद्यपि विदुरको भनाइ पत्याउने आधार निकै कमजोर छ। मानसिक समस्या देखिन्छ, यस्तो मान्छेले भन्यो भन्दैमा त्यही कारण हो भन्न मिल्दैन उहाँको भनाइ छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको र निष्कर्षमा पुग्न बाँकी रहेको बताएको छ। विदुरले विभिन्न पुरुषसँग पत्नी नजिक रहेको शङ्का लागेको र मदिरा सेवन गरेपछि आफू उत्तेजित भएर आफूलाई सम्हाल्न नसक्दा घटना भएको बताएका छन्। बाबुआमा बीचको झगडाका क्रममा 8 वर्षीय छोरा घाइते भएका छन्। उपचारपछि उनको स्वास्थ्य स्थिति सामान्य रहेको र जिल्ला प्रहरी कार्यालय भक्तपुरको बालमैत्री कक्षमा राखिएको डीएसपी जवेगुले बताउनु भएको छ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले सचिवालयले गरेको कार्य विभाजनमा कटाक्ष गर्नुभएको छ। उहाँले अब एमाले कसरी बन्छ भनेर एआईलाई सोध्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिनुभएको छ। सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भन्नुभएको छ, एमालेको कार्य विभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो सैनिक सङ्गठनमा जस्तै। बास्कोटाले एमालेको कार्य विभाजनमा कुनै पनि सिद्धान्तले काम नगरेको बताउनु भएको छ। उहाँले अन्तिममा लेख्नु भएको छ, म एआईलाई सोध्छु एमाले पहिलो कसरी बन्छ।
अछाममा गैराती भएको जीव दुर्घटनाका घाइते मध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। थप 2 जना घाइतेको उपचार जारी छ। जिल्लाको कमल बजार नगरपालिका 7 का 34 वर्षीय कर्ण भाटको उपचारका क्रममा गैराती 12 बजे उपचारका क्रममा जिल्ला अस्पताल मङ्गलसेनमा मृत्यु भएको छ। अछामका प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालका अनुसार मृतक कर्णका छोरा 13 वर्षीय मिनबहादुर भाट र सोही ठाउँका 30 वर्षीय बद्री भाट घाइते भएका छन्। उनीहरू दुवैको अवस्था मध्यम रहेको छ। गैराती 9 बजेतिर कवा लेक स्थित भित्री कच्ची सडक खण्डमा मङ्गलसेनदेखि कावा लेकतर्फ जाँदै गरेको से 613 नम्बरको जीव दुर्घटना भई सडकदेखि झन्डै 200 मिटर मुनि खसेको थियो। दुर्घटना लगतै फरार चालक जिल्लाको तुर्माखाद गाउँपालिका 3 का 26 वर्षीय पुष्प बुढा फरार भएका थिए। आइतबार बिहान 5 बजेतिर घटनास्थलभन्दा झन्डै 1 किलोमिटर टाढा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरले चालक बुढालाई पक्राउ गरेको डीएसपी खनालले बताउनु भएको छ। डीएसपी खनालका अनुसार चालक बुढाले मापासे गरी जीप चलाएको स्वीकार गरेका छन्। केही दिन अगाडि वर्षाले बाटो बिगार्नु र राम्रोसँग स्टियरिङले काम नगर्नु जस्ता कारणहरूले जीव दुर्घटनामा परेको प्रहरी समक्ष चालक बुढाले दाबी गरेका छन्। सिरा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल 15 वर्षदेखि अल्पत्र छ। सोही अल्पत्र पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले स्थलगत निरीक्षण गर्नुभएको छ। पूर्वी मधेसका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोली कमला पुलको अवलोकन गरेको हो। 15 वर्षको अवधिमा मन्त्री लम्सालसहित 18 जना मन्त्रीले यसको निरीक्षण गरिसकेका छन्। मन्त्री फेरिने र निरीक्षण हुने क्रम चलिरहे पनि पुलको निर्माण कार्य भने अझै अधुरो छ, जसका कारण स्थानीय जनताले लामो समयदेखि शास्ति भोग्दै आएका छन्। बालिन सरकार बनेपछि निरीक्षणका क्रममा मन्त्री लम्साल पुग्दा स्थानीयले विरोध गरेका छन्। पुल निर्माण सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको भन्दै स्थानीयले मन्त्रीको निरीक्षणप्रति असन्तुष्टि जनाएका छन्। मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै बाहनामा नरोकिने प्रश्न पार्नु भएको छ। भ्रमणका क्रममा मन्त्री लम्सालले कमला पुल मात्र नभए अन्य ठुला पूर्वाधार आयोजनाहरूको पनि अनुगमन गर्नुभएको छ। टोलीले काकडभित्ता लौकै सडक आयोजनाका 3वटा खण्ड र सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्मको करिब 87 किलोमिटर सडकलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगतिको पनि जानकारी लिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि ऐन संशोधन गर्न आवश्यक रहेको बताउनु भएको छ। आइतबार मन्त्रालयका सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य बीमा सुधार कार्यक्रमका लागि ऐन संशोधन गरेर नै अगाडि बढ्न आवश्यक रहेको बताउनु भएको छ। उहाँले सरकारले बीमा क्षेत्रमा देखिएको गुनासोहरू तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। सचिव बास्कोटाले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको दाबी समेत गर्नुभयो। सरकारले विगतका वर्षहरूमा भन्दा उक्त कार्यक्रमका लागि दोब्बर बजेट विनियोजन गरेकाले स्वास्थ्य बीमा कार्यक्रम सुधारमा फड्को मार्ने अवस्था रहेको सचिव देवकोटाको जिकिर थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका लागि 100वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताउनु भएको छ। आइतबार मन्त्रालयका सञ्चारकर्मीहरूसँगको भेटघाटमा उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनु भएको छ। मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्ने जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो मन्त्रालयले कम्तीमा 15 दिनमा सञ्चारकर्मीहरूसँग भेटघाट गरी मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराउने पनि बताउनु भएको छ। नेपाल शैक्षिक परामर्श सङ्घ इकानका अध्यक्ष लक्ष्मण पौडेलले सरकारले शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजेको गुनासो गर्नुभएको छ। सरकारले यस क्षेत्रलाई नियमन गर्ने नाममा अपराधीकरण गर्न खोजेको उहाँको गुनासो थियो। व्यवसाय सञ्चालनका क्रममा हुने सामान्य प्रशासनिक वा प्रक्रियागत त्रुटिलाई आपराधिक गतिविधिसँग जोडेर हेर्नु उचित नहुने उहाँको भनाइ थियो। शैक्षिक परामर्श सम्बन्धी निर्देशिका 2073 प्रभावकारी रूपमा कानुन हुन नसक्दा दर्ता, अनुगमन र नियमनका प्रक्रियामा विभिन्न समस्या देखिएका छन्। तर यी कमजोरी सुधार्नुको सट्टा सम्पूर्ण क्षेत्रलाई नै नियन्त्रण गर्ने प्रयास भइरहेको अध्यक्ष पौडेलले बताउनु भएको छ। उहाँले सामान्य कमजोरीलाई लिएर सरकारले व्यवसायमाथि ठूलो अपराध गरे जस्तो धरपकड गरेको बताउनु भएको छ। उहाँका अनुसार सामान्य प्रक्रियागत कमजोरीलाई त्रुटिका रूपमा लिएर जरिवाना गर्नुपर्छ। सामान्य त्रुटिहरूलाई आपराधिक गतिविधि सरह व्यवहार गरेर धरपकड गर्दा व्यवसायीहरूमा अनावश्यक त्रास सिर्जना हुने उहाँको भनाइ थियो। पाल्पाको रामदी स्थित सिद्धार्थ राजमार्गमा नेपालको पहिलो पटक बन्न लागेको कङ्क्रिट फिल्ड स्टिल ट्युब CFSTS आर्च पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन पुल असारभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभयो। उहाँका अनुसार 90% पुल निर्माणको काम सकिएको छ। पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको र डेक कङ्क्रिटिङ तथा केही सहायक संरचनाको काम बाँकी रहेको जानकारी दिनुभएको छ।
छ। आर्थिक वर्षको अन्त्यसम्ममा पुल सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँको भनाइ छ। महानिर्देशक डाक्टर जयसिका अनुसार रामदी क्षेत्र सिद्धार्थ राजमार्गको रणनीतिक महत्त्वको बिन्दु हो। उक्त पुल जलविद्युत आयोजनाका भारी उपकरण ढुवानी तथा राष्ट्रिय सडक सञ्जालका लागि समेत महत्त्वपूर्ण रहेको छ। पुरानो पुलमा कम्पन अर्थात् भाइब्रेसन सम्बन्धी समस्या देखिएपछि नियमित मर्मत गरिए पनि दीर्घकालीन समाधानका लागि नयाँ पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। नयाँ पुल डिजाइन एन्ड बिड ठेक्का प्रणाली मार्फत निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो। निर्माण व्यवसायले प्रस्तुत गरेको कङ्क्रिट फिल्ड स्टिल ट्युब आर्च डिजाइन स्वीकृत गरी काम अगाडि बढाइएको उहाँको भनाइ थियो। यो प्रविधि विशेष गरी चीनमा व्यापक रूपमा प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार पुलले करिब 100 टनसम्मको समग्र भार वहन गर्न सक्ने क्षमता राख्छ। नेपालमा यस प्रकारको भर्टिकल ह्याङ्गर युक्त कङ्क्रिट फिल्ड स्टिल ट्युब आर्च पुल पहिलोपटक निर्माण भइरहेको उहाँको भनाइ छ। यसअघि मुगलिन र काठमाडौँको बिजुली बजारमा विभिन्न प्रकारका आर्च पुल बने पनि CFST प्रविधिमा आधारित पुल भने रामदीमै पहिलोपटक निर्माण हुन लागेको उहाँले बताउनु भएको छ। काठमाडौँको लैनचौरमा बनिरहेको दक्षिण एसियाकै लग्जरी होटलको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। मेरियट इन्टरनेसनल अन्तर्गतका कम्पनीको फ्रेन्चाइजको रूपमा अस्ट्रेलियन व्यवसायी शेख घलेले यो ब्रान्ड भित्राएर निर्माण अगाडि बढाउनु भएको हो। मेरियट इन्टरनेसनलको स्थापना सन् 1927 मा भएको थियो। हाल यसका 9700 भन्दा बढी होटल तथा रिसोर्टहरू 140 भन्दा बढी देशहरूमा सञ्चालनमा छन्। यो होटल 2013 देखि बन्न थाले पनि निर्माण अझै सकिएको छैन। लैनचौरमा बनिरहेको होटलको काम करिब 75% सकिएको र अब छिट्टै सञ्चालनको घोषणा गर्ने घलेले जानकारी दिनुभयो। करिब 13 अर्ब रुपियाँ लगानीमा होटल तयार हुने अनुमान गरिएको छ। उहाँका अनुसार यो होटल साउथ एसिया अन्तर्गत भारत, श्रीलङ्का, बङ्गलादेश, नेपालमै पहिलो लग्जरी होटल हुनेछ। ट्रेडमार्क रजिस्ट्रेसनका लागि नाम दिएको छ। अब 1-2 हप्तामा आउँछ। हाल निर्माणको काम मेरियटकै अनुरोध अनुसार भइरहेको उहाँले जानकारी दिनुभयो। घलेका अनुसार निर्माणाधीन होटलको मेरियट इन्टरनेसनलका अध्यक्ष डेभिड मेरियटले अवलोकन समेत गर्नुभएको छ। नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ। शुक्रबार तोलामा 2100 रुपियाँ घटेको सुनको भाउ यस दिन एकै दिन 8200 रुपियाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुन प्रति तोला 3,08,000 रुपियाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रति तोला 3,09,000 रुपियाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रति तोला 5,230 रुपियाँमा कारोबार भएको चाँदी यस दिन तोलामा 4,895 रुपियाँमा किनबेच भइरहेको छ। सिङ्गापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनौटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। सिङ्गा ओभल ग्राउन्डमा आइतबार बिहान भएको खेलमा नेपालले ओमानमाथि 8 विकेटको जित हासिल गरेको। ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9.2 ओभरमा 2 विकेटको क्षतिमा पुरा गर्यो। नेपालका लागि लोकेश बमले सर्वाधिक 44 रन बनाएर अभिजित रहे। रोहित पौडेल 21 रनमा अभिजित रहे। यसअघि कुशल भुर्तेले 20 अनि आसिफ शेखले 1 रन बनाएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा अलआउट हुँदै 94 रन बनाएको थियो। ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक 38 रन बनाए। जुबेर अली अकबरले 22 रन बनाए। नेपालका लागि करण केसीले 3 विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछानेले 2 विकेट लिए। शाहब आलम, दिपेन्द्र सिंह हेरी, कुशल मल्लले 1 विकेट लिए। नेपालसहित सेमिफाइनल पुगेका 4वटै टोली एसियन गेम्सका लागि छनौट भइसकेका छन्। फिफा विश्वकप 2026 में सहभागी हुने इरानी फुटबल टोलीलाई कडा यात्रा नियम लागू गरिएको छ। इरानका मेक्सिको स्थित राजदूत ओभलवाफ पसिन्देका अनुसार टोलीलाई अमेरिकामा हुने खेलका दिन मात्र प्रवेश गर्न र सोही दिन बाहिरिन निर्देशन दिएको छ। इरानी खेलाडीहरूले अमेरिकी भिसा पाए पनि इरान फुटबल महासङ्घका अध्यक्ष मेहदी ताज सहित टोलीसँग सम्बन्धित केही अधिकारी भिसाबाट वञ्चित भएको बताइएको छ। भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट सारेर मेक्सिकोको टिजुआनमा राखेको छ। टोलीले विश्वकप अवधिभर त्यहीँबाट तयारी गर्नेछ। राजदूतले पत्रकारसँग भनेका छन्, हामी बिहान अमेरिका प्रवेश गर्न सक्छौँ र त्यही दिन फर्किनुपर्छ। यद्यपि टोलीका प्रवक्ताले खेलाडीलाई बहुप्रवेश अर्थात् मल्टिपल इन्ट्री भिसा दिएको र टोली खेलअघि वा 1-2 दिन अगावै खेलस्थलमा पुग्ने बताएका छन्। यसले यात्रा व्यवस्थाबारे अन्यल सिर्जना गरेको छ। समूह जीमा रहेको इरानले जुन 15 मा लस एन्जलसमा न्युजिल्यान्ड विरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि जुन 21 मा बेल्जियमसँग र जुन 26 मा सियाटलमा इजिप्ट विरुद्ध खेल्दै समूह चरणको अभियान पुरा गर्नेछ। नेपाल क्रिकेट संघ क्यानले भारतको ए टिमलाई नेपालमा आएर श्रृङ्खला खेल्न निमन्त्रणा गरेको खबर बाहिरिएको छ। भारतीय समाचार संस्था रेव स्पोर्ट्सलाई प्राप्त जानकारी अनुसार नेपालबाट भारतीय क्रिकेट बोर्डलाई निमन्त्रणा आएको बुझिएको छ। शनिबार भारतको T20I टोली घोषणा गर्नका लागि BCCI को बैठक बसेको थियो। सो क्रममा अन्य विभिन्न विषयमा पनि छलफल भएको थियो। यसबारे आधिकारिक रूपमा क्यानमा बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन। श्रीलङ्का भ्रमणका लागि शनिबार नै घोषित भारतको ए टोलीमा ध्रुव झुरेल, साई सुदर्शन, ऋतुराज गायकवाड लगायतका स्टार खेलाडीहरू समावेश छन्।
अब के अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा घरेलु प्रयोगका लागि एलपी ग्यास सिलिन्डरको मूल्य 29 भारतीय रुपियाँले वृद्धि भएको छ। नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतमा भएको यो मूल्य वृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाव बढ्न सक्ने सङ्केत देखिएको छ। नयाँ मूल्यअनुसार भारतको राजधानी नयाँ दिल्लीमा 14.2 किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य 913 भारतीय रुपियाँबाट बढेर 942 रुपियाँ पुगेको छ। यसअघि गत मार्च 7मा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतार चढाव र आपूर्ति श्रृङ्खलामा परेको प्रभावका कारण प्रति सिलिन्डर 50 रुपियाँले मूल्य बढाइएको थियो। नेपालमा एलपी ग्यासको मूल्य पनि नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा समायोजन गर्दै आएको छ। भारतमा आएको मूल्य परिवर्तनले आगामी मूल्य सूचीमा नेपालले आयात गर्ने ग्यासको लागत बढ्न सक्ने भएकाले स्वचालित रूपमा नेपाली बजारमा पनि मूल्य समायोजनको सम्भावना बढेको छ। जापानको मुद्रास्फीति समायोजित वास्तविक ज्याला रिजल वेजमा गत अप्रिल महिनामा 1.9%ले वृद्धि भएको छ। सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार वास्तविक ज्यालामा लगातार चौथो महिना सुधार देखिएको छ। जापानको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयका अनुसार कामदारको आधारभूत तलब र ओभरटाइम भत्तासहितको औसत मासिक नगद आम्दानी अर्थात् नोमिनल वेज 3.5%ले बढेर 3,12,525 येन अर्थात् 1,900 अमेरिकी डलर पुगेको छ। ज्याला वृद्धि दर 3% भन्दा माथि रहेको यो लगातार तेस्रो महिना हो। तथ्याङ्क अनुसार मुख्यतया आधारभूत तलब समावेश हुने नियमित तलब 3.4%ले वृद्धि भई 2,77,916 येन पुगेको छ। लिबियाको पश्चिमी तटीय क्षेत्रमा अवस्थित फारवा टापु र आसपासका क्षेत्रमा लोपोन्मुख लगरहेड समुद्री कछुवाको संरक्षणका लागि गरिएका प्रयासहरूले सकारात्मक परिणाम देखाउन थालेका छन्। विश्व वातावरण दिवसको सन्दर्भमा वातावरण संरक्षण कर्मीहरूले लिबियाका समुद्री तटहरूमा कछुवाका गुणहरूको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएका छन्। पीडिसा एसोसिएसनका निर्देशकका अनुसार पछिल्ला वर्षहरूमा सञ्चालित जनचेतना वृद्धि र संरक्षणका कार्यक्रमका कारण टापुमा कछुवाका गुणहरूको सङ्ख्यामा उल्लेख्य सुधार आएको छ। 1,900 किलोमिटरभन्दा लामो तट रहेको लिबियामा समुद्री कछुवाका लागि उपयुक्त प्राकृतिक वासस्थान र प्रजनन स्थल रहेका छन्। लिबियाको वातावरण मन्त्रालय अन्तर्गत समुद्री र वन्यजन्तु संरक्षण विभागका प्रमुखका अनुसार लिबियाको तटीय क्षेत्र सहरीकरणबाट तुलनात्मक रूपमा टाढा रहेकाले यो क्षेत्र लगरहेड कछुवाका लागि भूमध्य सागरकै महत्त्वपूर्ण प्रजनन स्थल रहेको छ। प्यालेस्टिनी स्रोतहरूका अनुसार उत्तरी वेस्ट ब्याङ्कको नब्सल स्थित हावारा सहरमा इजरायली बस्ती बासिन्दाहरूले गरेको आक्रमणमा परि 9 जना प्यालेस्टिनी घाइते भएका छन्। स्थानीय स्रोत र प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार दर्जनौंको सङ्ख्यामा आएका इजरायलीहरूले हावारा नगरपालिकाको भवनमा आक्रमण गरी त्यहाँका कर्मचारीहरूमाथि कुटपिट गरेका थिए। त्यसैगरी उनीहरूले एउटा पशु फार्मभित्र केही मानिसहरूलाई घेराबन्दीमा समेत पारेका थिए। आक्रमणकारीले विभिन्न सवारी साधनका झ्यालहरू फुटाउनुका साथै एउटा कार, एउटा मोटरसाइकल र करिब 35वटा भेडा लुटेर लगेको बताइएको छ। यस घटना पश्चात स्थानीय बासिन्दा र आक्रमणकारीहरूबीच झडप सुरु भएको थियो। प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले एक विज्ञप्ति जारी गर्दै आफ्ना टोलीहरूले आक्रमणमा घाइते 9 जनाको उपचार गरिरहेको पुष्टि गरेको छ। घाइते मध्ये 1 जनालाई रबरको गोली लागेको छ। यता वेस्ट ब्याङ्कको दक्षिणी सहर हेब्रोनमा इजरायली सेनाले एक परिवार सवारी साधनमाथि गोली चलाउँदा 7 महिने एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले उक्त घटनाको पुष्टि गरेको छ। इजरायली सेनाले चलाएको गोली लागेर साम फहद अबु ऐकल नाम गरेका शिशु गम्भीर घाइते भएका थिए। उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। सोही घटनामा शिशुका बुबा र आमा समेत घाइते भएका छन्, जसको अवस्था मध्यम रहेको बताइएको छ। प्यालेस्टाइनी आधिकारिक समाचार एजेन्सी बाफाका अनुसार शिशुका पिता विश्वविद्यालयमा प्राध्यापक हुन्। यो परिवार बेत हेलममा बसोबास गर्दै आएको र हेब्रोनको मध्य भागमा रहेका आफन्तको घर जाने क्रममा सेनाले निशानामा पारेको थियो। यसैबीच इजरायली रक्षा बलले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे स्पष्टीकरण दिएको छ। आइडिएफले हेब्रोन क्षेत्रमा सैन्य कारबाहीका क्रममा एउटा सवारी साधन तीव्र गतिमा आफूतिर आएको देखेर सैनिकले प्रतिकार स्वरूप गोली चलाएको दावी गरेको छ। प्रारम्भिक छानबिनबाट घाइतेहरू असंलग्न सर्वसाधारण रहेको खुलेको र घटनाको थप अनुसन्धान भइरहेको समेत इजरायली सेनाले स्वीकार गरेको छ।